What is it, people? Welcome back to our channel. Hope you guys are doing good. And finally, after I think एक वर्षै भयो होला हौ सिनबाट हराएको चाहिँ ओके मैले चाहिँ बिचमा लाइक पर्सनल इस्युजको कारण भिडियो बनाउनु बन्द गरेको थियो भनौँ न एन्ड हियर आइम ब्याक विथ द ब्याङ्क नवाज अन्सारीको खोइ पैसो लेट्स सी के कस्तो छ हिजो 2 दिन अगाडि यो रिलिज भयो रहेछ लेट्स सी बच्चामा एउटा गीत सुनेको थियो क्या जिन्दगीको के भरोसा यो त एउटा खेलौना हो अब यो खेलौना भन्ने शब्दबाट चाहिँ के याद आयो भन्दाखेरि हुन त हामी बच्चामा खेलौना खेलेर हुन्थ्यो गाडी होइन भाडाकुटी टाइप्सको अब अहिले ठुलो भयो अहिले चाहिँ खेलौना चेन्ज भयो हुन्छ नि एक्चुअल घर गाडी हुन्छ नि अब पेट पनि पाल्नै पऱ्यो है वरिपरिको मान्छे नै हेर्नु पऱ्यो यो सबै चिज गर्नको लागि पैसा कमाउनु पऱ्यो पैसा सही पैसा इज इम्पोर्टेन्ट कमाइ पनि रहेछ होइन तर त्यो पैसा कता गयो क्या हुन्छ नि अब लास्टमा यो लुपमा अड्क्यो क्या यो लुपमा अड्क्यो त कहिलेसम्म अड्किने हुन्छ नि अब त मर्ने बेला पो आइपुग्छ जस्तो लाग्यो कि आई डोन्ट नो यो के रियल सिट भ्या लाइक त्यो पैसा भन्दै दिन जान्छ होइन दिनबाट हप्ता हप्ताबाट महिना महिनाबाट वर्ष अनि वर्षबाट डिकेड दशक अनि पुरै जिन्दगी सकिन्छ इन सोर्स अफ मनी सो गेट अफ डु सम स्टफ्स लाइफलाई चाहिँ इन्जोय गर्नुपर्छ खै पैसो जुत्ता किन्दै सकिसक्यो खै जुत्तो बाटो हिँड्दै किस्रिसक्यो okay oh my god that's so creative man like बच्चा बेलाको एउटा वर्णमालामा राइम त्यो थियो नि एउटा पोएम टाइपको के भन्छ त्यसलाई कोही मुसो दुलो भित्र पस्यो कोही दुलो गाईले कचिल्यो कोही गाई खोलाले बोगायो त्यो टाइप दामी यार द्याट्स व्हेन आई वाज द बेस्ट लाइक कसरी सोच्यो होला यो आमा दामी खै बाटो मलाई थाहा भएको भए राम्रै हुन्थ्यो के राम्रो मलाई छुट्याउन नै गाह्रो भयो के गाह्रो साथी बाँच्न पनि गाह्रै भयो को साथी जसले फाइदा मात्र लिन खोज्यो के फाइदा यस्तो सम्बन्ध जुन घातै भयो के सम्बन्ध जुन पैसा रहे मात्र टिक्यो रियल सिट के सम्बन्ध छ पैसा रन्जल मात्र टिक्यो पैसो खेल यो पैसाको गयो पैसा छिन्नमै पैसा यो मैले भने त अघि भर्खरै भने लाइक पैसा भन्नाले दिन पुरै पैसा जीवन जान्छ क्या पैसा चिन्दै पैसा गयो जिन्दगी कमाउँदै पैसा यो सकिएन खै जोगाउनै पैसा यो सानोमा पाउँदा मैले 5 रुपियाँ ओके मैले धेरै रोक्यो जस्तो भयो होइन बट त्यो ओए त्यो लिरिक्स कस्तो मजाको स्वर आम्मा जोगाउनै पैसा यो सानोमा पाउँदा मैले 5 रुपियाँ ड्याम त्यसपछि खाजा पैसा वेट यो मैले लाइन सुनेछ भयो ये कलेजमा डेली 50 कहिलेकाहीँ माइक्रो बस प्राय त्यसपछि खाजा जोगाउनै पैसा यो सानोमा पाउँदा मैले 5 रुपियाँ ड्याम त्यसपछि खाजा पैसा 20 भयो ये कलेजमा डेली 50 कहिलेकाहीँ माइक्रो बस प्राय चाहिँ पैदल 3टा पाइलट 2टा सूर्य एउटा चिया साथी तोप ल्याउँथ्यो मलाई सधैँ फ्रीमा साथी थ्याङ्क यू लभ यू कलेज सक्यो त्यसपछि ल अहिले थ्याङ्क यू भन्दैछ त्यति बेलाको तोप दिन्छ साथी दामी ब्याङ्कमा जाने हो कि मार्केटिङ आई डोन्ट नो डिग्री मेरो बीबीए कल सेन्टर काम मान्न थाल्यो छोरो नाइट ड्युटी पहिलो कमाइ 20,000 नेहरू दिउँसोभरि ब्ल्याकिङ स्टुडियो भित्र डेब्यू पहिलो कमाइदिए मैले मम्मीलाई राम्रै चलिरहेको थियो तर भुइँचालोले स्टुडियो नि डुब्यो सानो तिनो बाको लगानी नि डुब्यो रिल लायो सपनाको गाडी पनि रुक्यो ठिस खायो क्यार्ने पनि थाहा भएन सबैजना बाहिर गयो मैले पनि भिजा लाएँ हिँड्यो मेरो सोच थियो पाँच यो चाहिँ सबैको छ अहिले चाहिँ अनि एउटा कुरा के भने नि
जब मान्छेलाई ऋणले च्याप्छ ऋणको भारले च्याप्छ पेसनलाई साइड राख्छ कि लाइक पैसा कमाउनु पर्यो हुन्छ त्यो पेसनदेखि पैसा नआउने होइन दामी हुन्छ गऱ्यो भने बट अब पहिले ऋण छ भने त्यो क्लियर गर्नु पर्यो एन्ड द्याट्स इट ओके करोड कमाएर नेपाल फर्किने त्यो भन्दा बेसी नै कमाए तर यतै अड्किए मैले कमाए प्राय खर्च नि दिए जिम्मेदारी बढ्दै गएपछि पैसा नपुगिदिने पासा पैसा चाहिने रहेछ आफ्नो प्यासन पाल्न नि म्युजिक भिडियो बन्यो सो बन्यो लुगा लगाउने यसो बाहिर गयो हल्का फुल्का पारा देखाउने पर्ने हुने समाजले पनि बाध्य पार्दिने अब यो कुरा गरे समाजले बाध्य पार्छ लाइक बाहिर गएपछि पारा देखाउनै पर्ने अब उसलाई यहाँ छ एउटा अब त्यसरी पनि भन्न खोजेको होइन बट एउटा ऱ्यापर हो बाहिर गएर अब यसरी साधारण पनि गर्नु भएन चलफल दिनै पर्यो उसलाई एउटा प्रेसर पनि छ क्या त्यो इफेक्ट त गर्दैछ सही खेल यो पैसा थो गयो पैसा चिन्हमै पैसा यो गयो जिन्दगी कमाउँदै पैसा यो सकिएन खै जोगाउनै पैसा यो कस्तो मिठो त्यो यो थियो नि ढाका टोपी मैले टाइपको त्यसमा कस्तो मिठो मेलोडी छ दिस इज वान अफ देम लाइक यो पनि अति भयो के हो यो बालु दाइलाई फेरि ट्रिब्युट हो कि के हो सही छ त Okay, that was it. And that was literally worth it. Get your only 1% taken over and I came with this दामी अति दामी अब हुनु त अब नमाज दाइको हरेक नै दामी हुन्छ यो चाहिँ अति स्पेसल के कस्तो मिठो के अनि हप्तामा 2-4 वटा झारिरहेकै हुन्छ होइन सो इन्स्पायर्ड बाइ नवाज मैले पनि हप्तामा चाहिँ एटलिस्ट 3 वटा भिडियो चाहिँ अब गर्ने विचार गरेको छु लेट्स चाहिँ के हुन्छ अब डेली त भ्याउँदैन होइन बट हप्तामा 3 वटा लेट्स चाहिँ अनि यो भिडियो मन पऱ्यो भने चाहिँ भिडियो लाइक गरिदिनु धेरै पछि आएको छु एउटा मिठो हेर्नुभयो भने मन पऱ्यो भने चाहिँ एउटा मिठो कमेन्ट पनि गरिदिनु होला एन्ड सी यू गाइज माई नेक्स्ट भिडियो बाई बाई